हेलो हाम्रो जयगाउँमा बस्ने जति पनि त्यो उच्च पदमा बस्ने नेताहरू र ती लिडरहरू त्यो बुद्धिजीवी र पैसावालाहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि विगत दिनमा जुन चाहिँ हाम्रो गोपीवनमा हेलिप्याड बनाएको थियो है, अलरेडी यहाँनिर हेलिप्याड हुँदा पनि हाम्रो गोपीवनलाई चाहिँ एकदम भनौँ न खराब अवस्थामा हाम्रो ग्राउन्ड पारेको थियो। तर त्यसकै भोलिपल्ट है 26 तारिक सकेर 27 तारिक कोही व्यक्तिहरू आयो, आफ्नो आफ्नो काम गरे, तर ग्राउन्डलाई जस्तो छ त्यस्तै छोड्यो। म हमेसा किन हाम्रो आफ्नो गोपीवन ग्राउन्डको लागि म लड्छु। गोपीवनमा हाम्रो भाइ बहिनीहरू जिउनुपर्छ, हाम्रो भाइ बहिनीहरूको लागि बनेको ग्राउन्ड हो र एउटा स्टेडियम राम्रो हुनुपर्छ र एउटा ग्राउन्ड राम्रो हुनुपर्छ जहाँ चाहिँ खेल्दाखेरि हाम्रो नानीहरूलाई चोट नलागोस्, एकदम राम्रो होस्। म किन भन्न चाहन्छु हरियो घाँसहरू होस्, म किन भन्न चाहन्छु। टफ लगाउने त हाम्रो यहाँ नेता र लिडरले त कहिले पनि सक्दैन, यो फ्याक्ट भएको कुरो हो। तर एउटा नेचुरल जुन चाहिँ हुन्छ नि एउटा ग्रास आउनुपर्ने, त्यो त हामी पनि गर्न सक्छौँ। तर त्यसमा के छ भन्दाखेरि अझै पनि कतिजना व्यक्तिले त्यो देखाउने हैन, त्यो एकअर्कालाई भनेर त्यो सुनाउने त्यस्तो काम नगर्नु। सक्नुहुन्छ भने आउनुहोस्, हात बढाउनुहोस्, काम गर्नुहोस् हामीसँग है। र मैले यो भिडियो म हमेसा यो देखाउनुको लागि कसैलाई पनि गरेको होइन, तर हाम्रो आवाज लोकल एरियामा नसुनेको कारणले गर्दा, जेडिए क्षेत्रबाट नसुनेको कारणले गर्दाखेरि हामीले यसरी भिडियो बनाएर पोस्ट गरेर त्यो जनतासम्म र आफ्नै जयगाउँको सोसाइटीसम्म पनि हामीले सुनाउन मात्रै खोजेको, जहाँ चाहिँ हाम्रो आवाजहरू सुनिदियोस्, हाम्रो भाइ बहिनीहरूले कसरी ट्रेनिङ गर्दैछ, कुन हालतमा ट्रेनिङ गर्दैछ, हाम्रो ग्राउन्ड कस्तो अवस्थामा छ भनेर मात्रै हो। अरू त्यस्तो हामीले कसैको खुट्टा तान्नु, कसैलाई विरोध गर्नु केही पनि होइन। तर हाम्रो यहाँ के गर्छ भन्दाखेरि त्यो लिडर, त्यो नेता, त्यो पैसावाला बुद्धिजीवी र त्यो मेरो साथीभाइहरूले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ मैले गरेको काममा चाहिँ बाधा ल्याउने गर्छ। उनीहरूको आफ्नो कुर्सी बचाउनको लागि, उनीहरूको आफ्नो त्यो हुन्छ नि त्यो गरी खाने त्यो एउटा चेयरको वरिपरि घुम्ने त्यो साथीभाइहरूको लागि चाहिँ मैले भन्न खोजेको। कति दिन घुम्नु हुने यो चेयरमा, एक दिन 5, 10, 15 वर्ष घुमेर त्यहाँबाट तपाईँ पनि थाक्नुहुन्छ। तपाईँलाई कुनै गभर्मेन्टले तपाईँलाई 20,000, 30,000, 40,000 दिँदैन नि। तपाईँ बिहान उठेर काममा गएर बेलुका हैन वेजेसहरू हैन डेली वेजेसहरू लिएर आएर तपाईँले आफ्नो परिवार पाल्नुपर्ने हुन्छ। मैले पनि सेम त्यही हो, हामी सबैले त्यही हो। त्यही लागि त्यो नेताको पछि, लिडरको पछिहरू तपाईँहरू पनि घुम्नु छोड्नुहोस्। आफ्नो नानीहरूलाई असल एउटा एजुकेसन दिनुहोस्, सोसाइटीमा राम्रो भएर हिँड्नुहोस्। एउटा हाम्रो सोसाइटीमा भएको ग्राउन्डलाई कुनै एउटा भनौँ न त्यो उच्च पदमा बस्ने कुनै पनि ठुलो व्यक्तिहरूले, त्यो नेता लिडर जो पनि भनौँ न, कसैले पनि देखेन। तर एकपल्ट देख्छ जहाँ चाहिँ उनीहरूलाई जब त्यो पैसाको हरहरी हुन्छ नि, कहाँबाट पैसा कमाउँ, कहाँबाट त्यो पैसा ल्याउँ भन्ने तब एउटा बजेटहरू उनीहरूले हाल्छ। त्यो बजेटहरूलाई कसरी कहाँनिर के दिनुपर्ने अलिअलि दिँदै अन्त ठुलो र मोटो रकमहरू चाहिँ आफ्नो गोजीमा हाल्नु खोज्छ। अनि त्यही लागि म भन्छु हमेसा सत्यको पक्षमा उभिनुहोस्, सत्य बोल्नुहोस्। कसैले तपाईँलाई आरोप लगाउँछ त्यो म्याटर गर्दैन। अहिले फिलहाल मेरो खुट्टा तान्नु र मलाई धेरै प्रकारको चेष्टा गरिरहेको छ यहाँको नेताहरूले, लिडरहरूले, यहाँको त्यो पैसावालाहरूले, त्यो बुद्धि खटाउनेहरूले पनि, अन्त मेरो साथीभाइले एकदम खुट्टा तान्नुको लागि र मलाई कसरी लडौँ र मेरो यो शरीरमा कसरी ड्यामेज गरौँ भन्ने त्यो हेतुले उनीहरू हिँडिरहेका छन्। तर म उनीहरूलाई यो भन्न चाहन्छु है, म तपाईँहरूलाई माया गर्छु है, म तपाईँलाई माया गर्छु, सम्मान गर्छु सधैँभरि। तर म तपाईँको लागि, त्यो नेताको नानीको लागि, लिडरको नानीको लागि, बुद्धिजीवीको नानीहरूको लागि, पैसावालाको नानीहरूको लागि, त्यो आँखा बन्द भएको त्यो व्यक्तिहरूको लागि पनि म लड्दैछु। भोलिको दिनमा नेताको घरको नानी पनि त्यो ग्राउन्डमा बाँच्नुपर्छ, पैसावालाको पनि, गरिबको नानी पनि त्यो ग्राउन्डमा आएर खेल्नुपर्छ, सपना देख्नुपर्छ। ठुलो सपनाहरू देखेर त्यो नानीहरू आएको हुन्छ, अन्त त्यो नानीहरूको इच्छालाई मार्दा तपाईँहरूलाई अलिकति शरम लाग्दैन? भन्नुहोस् त। कति इमोसनल कुरा हो यो, दुःख पनि लाग्छ मलाई। तर जयगाउँलाई कहिले पनि तपाईँहरूले राम्रो परिवर्तन गर्नु सक्छ जस्तो लाग्दैन पनि। आज हाम्रो फिल्डलाई त, आज हाम्रो ग्राउन्डलाई तपाईँले लुट्ने काम गर्दैछ। म त्यो दिनहरू ग्राउन्डको लागि लड्दै थिएँ, बिजुली पोलको लागि म लड्दै थिएँ, जहाँ चाहिँ दुर्घटनाहरू हुनसक्छ भोलिको दिनमा। ग्राउन्ड भनेपछि एउटा सेफ होस् भनेर मैले सोचेको पनि थिएँ, मैले भनेको पनि थिएँ। त्यो ड्रेनको लागि म लडेँ, त्यो रोडको लागि म लडेँ, त्यो नेताको नानीको लागि, त्यो लिडरको नानीको लागि, त्यो बुद्धिजीवीको नानीहरूको लागि, पैसावालाको नानीहरूको लागि, सोसाइटीको नानीको लागि, हरेक स्कुलको नानीको लागि, त्यो सोसाइटीमा बस्ने हरेक एकजना त्यो नानीको लागि म लडेँ। तर तपाईँहरूले मलाई विरोधमाथि विरोध, विरोधमाथि विरोध। किन? मैले एउटा राम्रो काम गर्दैछु भने सोसाइटीमा
भोलिको दिनमा मैले यो सोसाइटीको नानीहरूको बारे मैले सोचिनँ र मैले त्यो काम मैले फुटबलै ट्रेनिङ गराउनु छोडेँ भनेपछि ड्रग्सको त्यो दिनहरू सङ्केत हुन थाल्छ, त्यो दिनहरू स्टार्ट हुन्छ। आज हेर्नुहोस् त त्यो खेलकुद त्यो ग्राउन्डबाट धेरै नानीहरू ठुल्ठुलो एउटा पदमा गएको छ, राम्रो एउटा स्टेजमा गएको छ। अन्त तपाईँहरूले यो कारणले गर्दाखेरि त हामीलाई त अन्त खुट्टा तान्नु बाहेक त्यो मान्छे लगाउनु बाहेक तपाईँहरूले केही पनि जानेको छैन। अन्त कहिले सुध्रिनु हुने तपाईँहरू, लु भन्नुहोस् त। जुन दिन सुध्रिनुहुन्छ सायद त्यो दिन सायद मैले फुटबल पनि छोड्नु सकेको हुन्छु, या त मैले जयगाउँलाई छोडेको पनि हुनसक्छु। त्यो दिन तपाईँले मलाई खोजेर पनि पाउनु सक्नुहुन्न र तपाईँको सोसाइटीमा तपाईँले म जस्तो व्यक्तिलाई पाउनु पनि हुँदैन। याद गर्नुहोस्।